नयाँहरूको चाहिँ एकतालाई कसरी हेर्नु भएको छ, खास गरेर बालिन, कुलमान र रवि लामी? ठिकै छ त, अब गर्नुभएको छ, सुट ल्याउनुहोस्। अब नराम्रो के छ र, कोही मान्छे मिल्छ भने नराम्रो हुन्छ र, त्यो राम्रै छ। प्रधानमन्त्री बन्ने नै उद्घोष भइसकेको छ, अर्थात् अबको नयाँ प्रधानमन्त्री बालेन शाह, त्यही हो। अब यसो हो, भोलि सिट कति आउँछ त्यसले निर्धारण गर्छ। जनताबाट प्रत्यक्ष निर्वाचित त होइन उहाँ। 138 सिट उहाँले पुऱ्याउनु भने उहाँ हुनुहुन्छ, 138 उहाँले पुऱ्याउनु भने अर्को मान्छे हुन्छ। राजसभाको दावी छ 138 मात्र होइन, बहुमत सहितको द्वितीय पनि आउन सक्छ। शुभकामना छ। अब यो मलाई भन्दा पनि मनिष झालाई सोधिदिनु भयो। त्यो एकता अभियानमा तपाईँ जोडिनुहुन्छ कि नै भन्ने प्रश्न। अहिले मेरो केही पनि त्यस्तो खास केही इच्छा छैन। म रापरबामै छु, रापरबाकै। म सिधा कुरा भन्छु, व्यक्ति परिवर्तन सँगसँगै व्यवस्था परिवर्तन भयो भने बल्ल देशले निकास पाउँछ। सामाजिक सञ्जालमा तपाईँको पनि हामीले यसो भिडियो र फोटोहरूमा हेरिरहेको हुन्छौँ। तपाईँ पनि अब यता आउनु पर्यो, राजसभामा आउनु पर्यो, ज्ञानेन्द्रजी भनेर भनिरहेका छन्। अनि शुभेच्छा राख्नुभयो, यसका लागि धेरै धेरै धन्यवाद। हामी जो जहाँसुकै भए पनि देशका लागि लड्ने हो। एउटै पार्टी भए पनि, अलग पार्टी भए पनि हामीले जुन पदमा बसेर भ्रष्टाचार व्यतीत नगरेर जनताको आवाज सुन्यौँ भने त्यही ठुलो कुरा हो नि, होइन र? पार्टी ठुलो कुरा होइन।